नमस्ते, म डाक्टर ओम प्रकाश खनिया, योग तथा प्राकृतिक चिकित्सा विशेषज्ञ। नियमित रूपमा जीवनशैली सम्बन्धी केही बोल्ने क्रममा आज म कम्मर दुखाइ सम्बन्धी केही बोल्ने गइरहेको छु। के तपाईलाई कम्मरको दुखाइको समस्या छ? कुर्सीमा बसिराख्न पर्ने, अफिसमा होस् अथवा कुनै पनि हाम्रो सेडेन्टरी लाइफस्टाइलले गर्दा पनि हाम्रो कुनै एक्टिभिटीहरू पनि केही हुँदैन, त्यसले गर्दा पनि हाम्रो कम्मरको अथवा ढाडको मांसपेशीहरू एकदम कमजोर हुँदै यो एकदमै कमन समस्या हो। र अझै हामीले दिनहुँ गर्ने क्रममा उठ्दा बस्दा धेरै उभिने काम, धेरै बस्ने काम, त्यसले गर्दा पनि हाम्रो कम्मरको समस्या हुन गई ढाडमा नसा च्यापिने समस्या जस्तो स्याटिका पनि भनिन्छ। जस्तै हाम्रो यो विशेषतः यो तल्लो भागको कम्मरमा हाम्रो सेन्टर अफ ग्राभिटी हुने गर्दा नसा च्यापिने समस्या पनि एकदम कमन हुने गर्छ। यसको लागि के गर्ने अथवा यो समस्या भएमा के गर्ने अथवा यो समस्यालाई हुन नदिनको लागि पनि केही जीवनशैलीमा परिवर्तन गर्न आवश्यक हुन्छ। जस्तो यदि मोटो हुनुहुन्छ भने मोटोपन घटाउनेदेखि लिएर यदि दैनिक रेगुलर रूपमा बस्नुहुन्छ, समस्या तपाईँको जब त्यस्तै किसिमको छ भने टाइममा उठ्ने, हरेक 15-20 मिनटमा उठ्ने अथवा केही व्यायाम रेगुलर रूपमा बिहान अथवा बेलुका अथवा केही आफ्नो समय मिलाएर गर्ने, यसले गर्दा पनि तपाईँको समस्याहरू धेरै कम गराउन सकिन्छ। अब यसको लागि तपाईँको ढाडमा नसा च्यापिने समस्या अथवा हड्डी शिफ्ट भएको अवस्था जस्तो लिस्थेसिस, स्पोन्डोलिस्थेसिस पनि भनिन्छ। त्यस्तो अवस्थामा स्पेसल एटेन्सन पनि चाहिन्छ, डक्टरको सुपरभिजन गर्नुपर्ने एक्सर्साइजहरू हुन्छ, स्ट्रेचिङहरू हुन्छ। तपाईँलाई मैले चाहिँ अब यो सामान्य रूपमा ढाड दुख्ने समस्या सबैको हुने गर्दा जस्तो जोसुकैले पनि गर्न मिल्ने सामान्य एक्सर्साइज अथवा स्ट्रेच अथवा योगा अथवा रिड व्यायाम तपाईँलाई म यो आउने भिडियोमा देखाउने छु। यसलाई रेगुलर रूपमा गर्नुहोला र स्वस्थ रहनुहोला। धन्यवाद।